ओहो मसला सिद्धिया छ अब लसुनहरू छिलेर ठिक्क पार्न पर्छु फेरि पो छ मम्मी हजुर मैले त सबै मर्चा सकाए बेचेर हैन ए हो र धन्यवाद छ है खसी मासु रहेनछ अनि त्यो यो लिएर आएको यसको मासु बनाउने के गर्ने यसको यसको अचार बनाउने हो अब अचार पनि त बेच्छौँ कि हामीले एकछिन पैसा लगाउने ए पैसा लिनु 2000 भयो बाँकी मासु लिएर आएँ नि 1000 रुपियाँ दैनिक दिनु ल दैनिक 1000 खान मराएर मासु पनि खसीको साँझ है यो मासु खानुपर्छ अब माथि पराक जी त कुन यो ठुलो अब त्यसमा मासु अचार बन्यो हो अचार बनाउनु राम्रा सर्लक पास सुकुटेर नि है अनि पहिले लरा पार्नु यहाँ राख किन फेरि काट्नुपर्छ पहिला यसमा खन्नु हातले अब कहाँ अब मुगर घर आएर पनि अब अलग्गै छोएर होला हो हिँड्दा ला होइन हो गयो त्यो गाह्रो हुन्छ कि कोहीको घर खाना हेर ग्लभ्स सबै खानु त्यहाँ हात सबै राम्रो राम्रो ल्याएर होइन खै मैले त दिनु भएन ध्यान दिइहाल्छु अलि बोसो हुन्छ यो यो यस्ता राम्रो हुन्छ फेरि अचार छिटो यो कस्तो के अरे मासु पहिले काटेर बल्ल बनाउने अचार अब म तिमीलाई यहाँ उ बनाउँछु कहाँ धुने हात एकछिन फेरि छोइहाल्नु पर्छ एकछिन चाहिँ बोल्नु अब यहाँ म लरा पार्न सिकाइदिन्छु तिमीलाई यस्तै गर है लरा सिकाइदिनुहुन्छ ल ल छिटो गरिदिनु फेरि सर्लक्क पार्ने पनि हो त रोन्द्री पार्ने होइन अब व्यापार त सिक्नु पर्यो नि सासूको ठाडो ढाल्न पर्यो अब हामी सधैँभरि यहाँ हुन्छौँ हुन्नौँ कहिले कता जानु पर्ला लामो गराउने हो लाभा गराउने हो सुकाउनु सजिलो हुन्छ कि कहाँ घाममा सुकाउने घाममा एकदमै सुक्छ ए अचार बन्नु धेरै खराउन पार्नु पर्दैन फेरि यस्तै काटेर बनाउनु मिल्दैन अचार यसरी हुन्न यस्तो गरेर यसको पानी मर्छ छिटो पाक्छ भयो नि यस्तै गर्नु पर्यो है यस्तै सर्लक्क ल यताउति कस्तो गर्नु छु हेरौँ त अब ल्याइदिनु भयो नि सबै ल्याइदिनु भयो ल भयो नि के यस खुट्टाले राख्नु हो खुट्टा च्यात्ने ल्याइदिनु सक्नु अनि त्यसपछि खै कुन यो ल यसो गरेर यो सजिलो चाहिँ गर के यस्तो यस्तो ठाडेर चिजो ठाडेर यसरी हो त्यस्तै मैले त ल गर्छु अलि बेसी दुख्ला भने जस्तो काट्छु त फेरि हेर त एकछिन विनका खुट्टी यस्तो होइन यो त खुट्टा साना भएर हो कि हो मेरो त अँट्याट लो तिम्रो यो भएन पारा ल त्यस्तै काट यहाँ काटौँ हुन्छ हेर त्यस्तो बोल्ला नि अब मोटो अब बल छैन त धेरै अब भयो अब बाह्र मासु खासी बोल्न मोटाइन्छ कि हामी जस्तै भयो अब एउटा बाटो पार्ले यस्तै गराएर नि मैले जस्तै गरेँ हेरेर कस्तो राम्रो गराएको छु नि बनाउनु गर है म आइ त गर हुन्छ सरी खसिरा पराइसक्यो मैले ए राम्रो छ नि यस्तो नि ए हेर्नुहोस् त यो कहिले सुक्छ यहाँ सुक्छ यस्तो कसरी आएको न त अनि आज पनि छुट्यो यिनले त पाँच सोह्र जुन 8 भने यही हो यस्तो भयो नि त अनि बिस्तारै गरिदिनु ल सिकाइदिनु ल तपाईँलाई ल अब बनाऊ यहाँ सबै बनाएको छ है हो र बुढोले अलि बुढोले गरिदिइहाल्छ नि मलाई ड्याडी फेरि सुधार ससुरा बाह्र बोलाउनु पर्यो ससुरा बाह्र हेल्प गर्नु भयो ल